प्रश्न नंबर 1, नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको मन्दिर कुन हो? ए स्वयम्भू, बी मुक्तिनाथ, सी मनोकामना र डी पशुपति। साथीहरूको सही उत्तर हो बी मुक्तिनाथ। प्रश्न नम्बर 2, प्रमुख तीर्थस्थल स्वर्गद्वारी कुन जिल्लामा पर्दछ? ए सल्यान, बी दार्चुला, सी सर्लाही र डी प्युठान। साथीहरूको सही उत्तर हो डी प्युठान। प्रश्न नम्बर 3, नेपालको अग्लो हिमाल सगरमाथा कुन जिल्लामा पर्दछ? ए ताप्लेजुङ, बी शङ्खसभा, सी सोलुखुम्बु र डी सिन्धुपाल्चोक। साथीहरूको सही उत्तर सी सोलुखुम्बु। प्रश्न नम्बर 4, नेपालको नक्सासँग मिल्दो जुल्दो आकृति भएको जिल्ला कुन हो? ए बागलुङ, बी धनकुटा, सी म्याग्दी र डी पाल्पा। साथीहरूको सही उत्तर ए बागलुङ। प्रश्न नम्बर 5, अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो? ए खोटाङ, बी दैलेख, सी जाजरकोट र डी सल्यान। साथीहरूको सही उत्तर डी सल्यान। प्रश्न नम्बर 6, नेपालको कुन जिल्ला हलो आकारको रहेको छ? ए बाजुरा, बी रामेछाप, सी महोत्तरी र डी सिराहा। साथीहरूको सही उत्तर बी रामेछाप। प्रश्न नम्बर 7, नेपालको राजधानी काठमाडौँ हुनु अघि कहाँ थियो? ए गोरखा, बी कास्की, सी इलाम र डी दोलखा। साथीहरूको सही उत्तर ए गोरखा। प्रश्न नम्बर 8, प्रसिद्ध तीर्थस्थल पाथिभरा कुन जिल्लामा पर्दछ? ए रसुवा, बी सुर्खेत, सी ताप्लेजुङ र डी कैलाली। साथीहरूको सही उत्तर सी ताप्लेजुङ।